हेलो साथीहरु, तपाईहरुलाई मेरो आजको नयाँ ब्लगमा हार्दिक स्वागत छ। सो अहिले चाहिँ बजेको छ बिहानको 8:30 है, र म चाहिँ लाइक हुन्छ नि 9:30 मा चाहिँ म मेरो अफिस पुगिसक्नुपर्छ। सो मसँग चाहिँ लाइक अलमोस्ट 1 आवर छ हैन। ल हेरौँ अब एउटा दुईटा अर्डर यसो हान्न सकिन्छ कि भनेर अनलाइन बसेको हैन। एउटा अर्डर चाहिँ आएको छ मेरो 4.5 युरोको। यो चाहिँ मैले सीएफसी बाट उठाउने हो र छोड्न जान पर्ने छ जिरा है। यसो हेरौँ अब एउटा दुईटा अर्डर यसो हान्न सकिन्छ कि भनेर। अब जहिले पनि बिहान यार 5 बजे निस्किन्छु भन्यो है, उड्न पनि उड्छु तर अब लस्याङ फस्याङ गरेँ के गरेर बसेँ है, अब गर्दैन। तर अब हैन, अब मैले चाहिँ सोचिसकेँ म भोलिबाट चाहिँ म यस्तो बवाल म उठेर गर्छु नि काम हैन। अब बेलुका त थाकेर आएको हुन्छु हैन, त्यो पनि यसो 12-15 युरो त हानिन्छ हान्न चाहिँ हैन। तर अब बिहान अलिकति कभर गर्न सक्यो भने, बेलुका अलिकति कभर गर्न सक्यो भने चाहिँ 40 रुपैयाँ चाहिँ दिनको हुन्छ कि भन्ने कुरा हो हैन। अब लेट्स सी हैन के हुन्छ। अब म चाहिँ एउटा अर्डर उठाउन जाँदैछु। यो चाहिँ सीएफसी बाट हो। 3 मिनेट छ, अर्डर रेडी भइसकेको छैन है। टक्क रेस्टुरेन्ट अगाडि आइपुग्यो है। सो अब हल्का अराइभ गरिदिउँ। ओके, सो अर्डर पनि रेडी भयो। सो उठाउँछ हैन। सो यो चाहिँ आइटम के छ, एउटा क्रिस्पी फिल्ड मिल मात्रै रहेछ। ए बन्द रहेछ क्या हो। हेलो, गुड मर्निङ। गुड मर्निङ। ओके, ह्यारिस। ओके, सुन्नुहोस्। ओके, थ्याङ्क यू। ओके, सो गाइज मैले चाहिँ मेरो फर्स्ट अर्डर चाहिँ पिकअप गरेँ है। ओके, सो यो चाहिँ लिएर जाने हो 45 ट्रिक इम्पायर स्टेडियम भनेको छ हैन, जिरा। ओके, by sunrise. Every time I get closer, you fade into the blue. I should know better by now, but I still run to you. You're a bad idea, I know, but I never let you go. Everybody says I'm blind. Maybe that's just how you're wired in my mind. Okay, so finally म चाहिँ कस्टमरबाट आइपुगेँ। प्लिज कल भनेको छ। सो कस्टमरलाई कल गरौँ। हाई हरिस, there you go.